अस्तिको दिन त्यो बाँच्न पाउँदा एकछिन कस्तो लागिरहेको थियो? त्यति बेला चाहिँ थर मलाई किनकि हामी त त्यो भोलिपल्ट चाहिँ काठमाडौँ फर्किन्छौँ कि जस्तो लागिरहेको थियो, त्यस्तो अनसर्टेन भएर, है बिकज है अब है ल्यान्डस्लाइड भइरहेको थियो राइट। यतापट्टि, अनि थाहा थिएन कि अब कतिखेर खोल्छ। पानी परेको थियो कन्टिन्युसली, राइट। अनि त्यही भएर चाहिँ अब मलाई हामी काठमाडौँ नै फर्किनु पर्ने हो कि क्या हो जस्तो लागेको थियो। तर थ्याङ्कफुली भोलिपल्ट चाहिँ सबै वेदर क्लियर भएर चाहिँ हामी हिँड्यौँ। त्यो एकदम अनएक्सपेक्टेड थियो, तर आई थिङ्क वान अफ द बेस्ट एडभेन्चर्स अफ माई लाइफ। मैले कहिले पनि ऱ्यान्डम मान्छेको घरमा गएर सबैजना एउटै ठाउँमा यसरी बसेर चाहिँ त्यस्तो म दाउरोमा पकाएर खान्छु चाहिँ मैले सोचेको कहिले थिएन होइन। सोचेको पनि थिएन, मैले देखेको पनि छैन कहिले आफ्नो लाइफमा। हामीले पनि सोचेको थिएनौँ, तर यात्रामा अब घर बाहिर अँ निस्किसकेपछि गेट आउट अफ कम्फर्ट जोन भन्छ नि होइन, त्यो चाहिँ हो होइन अब। आई थिङ्क एभ्रिथिङ इज एक्सपिरियन्स। राइट। त्यो अनएक्सपेक्टेड भयो तर जे समाउ त्यो म्यानेज भयो। एक्सपिरियन्सले पनि आई थिङ्क यो ट्रिपलाई झन् अझै मजा बनायो जस्तो लाग्छ। है त्यो नभएको भए त राइट। नर्मल इजी नै हुन्थ्यो नि त, तर त्यसले गर्दा चाहिँ ए ल हामीले यो पनि गऱ्यौँ है भनेर चाहिँ भयो। राइट।